हेलो एभ्रिवान वेलकम ब्याक टु आवर युट्युब च्यानल देवी एजुकेसन अनलाइन। अनि आज पनि म तपाईँहरूलाई केमिस्ट्रीको क्लास लिएर आएको छु र क्लास 12को केमिस्ट्री मैले अर्ग्यानिकबाट सुरु गर्न आँटेको छु र यो अर्ग्यानिक पोर्सन चाहिँ हाम्रो लागि अति नै इम्पोर्टेन्ट भएकाले अर्ग्यानिक पोर्सनले हाम्रो क्लास 12को एनबी बोर्ड इक्जाममा 33 मार्क्स क्यारी गर्छ। 33 मार्क्स क्यारी गर्छ भने मैले आज सुरु गर्न गइरहेको च्याप्टर हेलो अल्केन। हेलो अल्केनबाट चाहिँ हामीलाई 5 या 8 मार्क्सको क्वेसनहरू सोधिने गरिन्छ, जुन पिवाइकेहरूमा हजुरहरूले हेर्न सक्नुहुनेछ र पिवाइकेहरू म सल्भ पनि गराउनेछु। हेलो अल्केनको सुरु गर्नुभन्दा पहिला हामीले बुझ्नुपर्छ हेलो अल्केन के हो। हेलो अल्केन भन्नाले यो कुनै पनि तपाईँहरूले गर्ने फर्स्ट टेक्स्ट हाई हेलो त होइन पक्कै पनि। हेलो भन्नाले हेलोजन ग्रुप, जुन हामीले क्लास 10 सम्ममा सबै सिकिसकेका छौँ हेलोजन। र अल्केन भन्नाले हाइड्रोकार्बन्स, हाइड्रोकार्बन्स लाइक अल्केन, अल्काइन, अल्किन्स, सबैलाई थाहा भएकै कुरा हो यो हाइड्रोकार्बन्स। अनि हेलोजन्स र हाइड्रोकार्बनको मिक्सचरबाट हामीले हेलो अल्केन पाउँछौँ। हेलोजनलाई हामीले एक्सले डिनोट गर्छौँ भने अल्काइल ग्रुपलाई हामीले आरले डिनोट गर्छौँ। अल्काइल ग्रुप कहाँबाट पाइन्छ त भन्दाखेरि अल्केन, फर इक्जाम्पल एउटा अल्केन हामीले मिथेनको रूपमा CH4 लाई लियौँ। CH4 बाट एउटा हाइड्रोजन एटम माइनस गर्दाखेरि हामीले अल्काइल ग्रुप पाउँछौँ। यसको बोन्ड चाहिँ पुरा भएको छैन र यसको बोन्ड पुरा गर्नलाई हामीले हेलोजनसँग रियाक्ट गरिसकेपछि हेलो अल्केन पाउन सक्छौँ। यसलाई नै हामीले अल्काइल ग्रुप भन्ने गर्छौँ। हामीले हेलो अल्केन च्याप्टर पढिसक्दाखेरि सुरुमा नेमिङ गर्न सिक्नुपर्छ। नेमिङ भनेको हामीले क्लास 7मा आइयुपिएसी र कमन नेमिङ सिस्टमबाट पढेर आइ नै सकेको छौँ र तपाईँहरूलाई जहाँ जहाँ प्रब्लम हुँदै जान्छ म यहाँ बताउँदै जानेछु। हामीले नेमिङ चाहिँ अहिले जिस्टमा गएर पढिनौँ, किनभने हामी एक्जाम बेस्ड क्वेसनहरू गर्नेछौँ आगामी दिनहरूमा। अनि अब हाम्रो एक्जाम आउन धेरै दिन बाँकी छैन, त्यही भएर हामीले एक्जाम बेस्ड क्लासेसहरू लिएर आएको छौँ अहिले हामीले। आज चाहिँ हामी जेनरल मेथड्स अफ प्रिपेरेसन अफ हेलो अल्केन, 3टा तरिकाबाट गर्न सकिन्छ र आजको क्लासमा चाहिँ म 2टा तरिका तपाईँहरूलाई पढाउन जाँदैछु। पहिलो तरिका भनेको फ्रम अल्केन पेजबाट, फ्रम अल्केन, फ्रम के अरे अल्केन, फ्रम अल्केन। अल्केन भनेको एउटा अल्काइल ग्रुप आर, यसमा एट्याच भएको एउटा हाइड्रोजन प्लस X2। X2 भन्नाले हाम्रो हेलोजन, हेलोजन। यसलाई रियाक्ट गर्दा यहाँ क्याटालिस्ट राख्न बिर्सिनु हुँदैन। RH भनेको अल्केन भयो, यसमा H2 क्याटालिस्टको प्रेजेन्टमा गरिसकेपछि हामीले यो 2टा मोलिक्युल अफ हेलोजन, एउटा मोलिक्युल गएर यो H लाई रिप्लेस गर्छ र एउटा मोलिक्युल भनेको यो H सँग गएर हाइड्रोजन एसिडहरू बनाउने काम गर्दछ। हामी अब रियाक्सन हेरि नै हाल्छौँ। RX यो हेलो अल्केन, यो भनेको हेलो अल्केन प्लस हाइड्रोजन र यो अर्को मोलिक्युल अफ हेलोजन भन्नाले हाइड्रोजन एसिड्स लाइक हाइड्रोक्लोरिक एसिड, यसलाई HCl बाई प्रोडक्टको रूपमा लेखे पनि केही हुँदैन, नलेखे पनि खासै फरक चाहिँ पर्दैन यसले। अब हामीले केही इक्जाम्पलहरू हेरौँ। फर इक्जाम्पल प्रिपेरेसनमा हामीले हाइड्रोजनको ठाउँमा क्लोरिन राखेर गऱ्यौँ भने क्लोरिनेसन भन्न सकिन्छ र ब्रोमिन राखेर गऱ्यौँ भने ब्रोमिनेसन भन्न सकिन्छ। आयोडिन राखेर गऱ्यौँ भने आयोडिनेसन। फ्लोरिनको चाहिँ हामीले गरिँदैन, किनभने फ्लोरिन अति नै चकचके अति नै रियाक्टिभ हुने कारणले गर्दा हामीले फ्लोरिनको गरिँदैन। सुरुमा क्लोरिनेसनलाई नै हेरौँ है त। एउटा हेलो अल्केनको रूपमा मैले फेरि पनि मिथेनलाई नै लिएँ। मिथेन अलिक सजिलै हुने भएकाले पनि मिथेनलाई नै लिएँ मैले। अनि क्लोरिन, अनि यो चाहिँ हामीले लिमिटेड
लिमिटेड एमाउन्टमा लिनुपर्दछ। किन लिमिटेड अमाउन्टमा लिनुपर्दछ म लास्टमा भन्ने नै छु। लिमिटेड अनि क्याटालिस्ट क्याटालिस्टको प्रेजेन्समा के बन्छ त भन्दाखेरि CH3 अनि Cl को एउटा मोलिकुल गरेर हाइड्रोजनलाई रिप्लेस गरेर CH3Cl। अब यसको नेमिङ भनेको क्लोरो मिथेन आइयुपिएसी नेमिङ है त। म सिकाउँदै नै जानेछु। हामी जिस्टमा गएनौँ अहिलेलाई। प्लस यहाँबाट के आउट हुन्छ भन्दा HCl। यहाँनिर सानो मिस्टेक भएछ। यहाँनिर चाहिँ हामीले Cl लिएको थिएनौँ। यहाँनिर चाहिँ HX हाइड्रोजन हेलाइट्सहरू एसिडहरू निस्किन्छ यहाँबाट। HCl। अब ब्रोमिन राखेर हेरौँ। ब्रोमी ब्रोमी ब्रोमिनेसन। ब्रोमिनको पनि दुईवटा मोलिकुल लिनुपर्छ हामीले। हेलोजनहरू लिँदाखेरि फेरि अल्को अल्केनको रूपमा मिथेन प्लस ब्रोमिन Br2 गिभ्स क्याटालिस्ट। क्याटालिस्ट चाहिँ राख्न अति नै जरुरी छ। क्याटालिस्ट के दिन्छ त भन्दाखेरि एउटा मोलिकुल अफ ब्रोमिनले गएर एउटा हाइड्रोजनलाई सब्स्टिट्युट गरेर CH3Br प्लस हाइड्रोजन हेलाइड भन्नाले HBr। यसको नाम चाहिँ ब्रोमो मिथेन ब्रोमो मिथेन रहेको छ। अब हामीले अर्को नम्बरमा भनेको आयोडिनेसन आयोडिन राखेर गरिने आयोडी। यो चाहिँ अलिकति इम्पोर्टेन्ट भएकाले यसलाई चाहिँ अलिक ध्यान दिएर हेरिदिनु होला। यहाँ केही कन्सेप्टहरू पनि आउँछ, यसलाई VVI मै राखिदिउँ न। आयोडिन चाहिँ हामीले सजिलै अल्केनसँग रियाक्ट गर्न सक्दैनौँ। किन भन्दाखेरि एउटा अल्केन प्लस I2 आयोडिन भयो। अब कतिपयले त यसरी डाइरेक्ट रियाक्सन गरिदिनुहुन्छ। यसमा CH3I प्लस I2 बन्छ भनेर, तर यो होइन। के हुन्छ त भन्दाखेरि यहाँनिर यो रियाक्सन चाहिँ रिभर्सिबल हुन्छ। यो I2 सरी अलिकति मिस्टेक भएछ। I2 होइन यहाँनिर HI। यो रियाक्सन रिभर्सिबल हुन्छ। किन रिभर्सिबल हुन्छ भन्दाखेरि यो HI जुन छ यो स्ट्रङ रिड्युसिङ एजेन्ट भएको कारणले, यो स्ट्रङ रिड्युसिङ एजेन्ट भएको कारणले गर्दाखेरि यसले फर्दर रियाक्सनलाई रिभर्सतिर ल्याइदिएर यो रियाक्सन कहिले पनि कम्प्लिट हुन दिँदैन। अब यो स्ट्रङ रिड्युसिङ एजेन्टलाई के गरेर स्टेबल बनाउने भन्दाखेरि हामीले यो रियाक्सनमा क्याटालिस्टको रूपमा हामीले कुनै पनि स्ट्रङ अक्सिडाइजिङ एजेन्ट हाल्नुपर्छ। अक्सिडाइजिङ एजेन्ट हुँदाखेरि रिड्युसिङ एजेन्ट र रिड्युसिङ एजेन्ट हुँदाखेरि अक्सिडाइजिङ एजेन्टको एडिसन गरेर हामीले यो रियाक्सनलाई स्टेबल बनाउन सक्छौँ। कसरी त भन्दाखेरि कङ्क HNO3 प्लस HI gives NO2 प्लस H2O प्लस I2। यसले चाहिँ अब स्टेबल बनाउने काम गर्छ। यो रियाक्सन यो स्टेप हामीले देखाइराख्न जरुरी छैन। कङ्क HNO3लाई हामीले क्याटालिस्टको रूपमा डाइरेक्ट यहाँनिर लेखिदिएर यो रियाक्सनलाई स्टेबल गरेर गर्न सक्छौँ। यसको नेट रियाक्सन चाहिँ कस्तो हुन्छ भन्दाखेरि नेट रियाक्सन भनेको अल्केन प्लस I2 गिभ्स। अब रिभर्सिबल हुँदैन किनकि हामीले यहाँ कङ्क HNO3 नाइट्रिक एसिड यहाँबाट चाहिँ
CH3I प्लस HI, यसको नाम चाहिँ आयोडो आयो आयोडो मिथेन रहेको छ। यी थिए अल्केनबाट प्रिपेरेसन। हामीले यो त अहिले लोवर नम्बर अफ कार्बन भएको अल्केनबाट प्रिपेरेसन हेऱ्यौँ र हायर नम्बर अफ कार्बनबाट प्रिपेयर गर्दाखेरि चाहिँ के त हुन्छ त भन्ने कुरा अब सबैको मनमा क्वेसन जाग्न सक्छ। थोरै हामीले त्यसलाई पनि हेरिदिइहालौँ। यो त्यति इम्पोर्टेन्ट नभए पनि हामीले यसलाई छोड्न त मिल्दैन। हायर नम्बर अफ कार्बनबाट हामीले प्रिपेयर गर्दाखेरि एउटा हायर नम्बर अफ अल्केन लिउँ। यसलाई हामीले Cl2 सँग रियाक्ट गर्दै यसलाई हामीले Cl2 सँग क्याटलिस्टको प्रेजेन्टमा रियाक्ट गरिदिउँ। अब के हुन्छ त भन्दाखेरि यो Cl2 कहाँ गएर ब्रान्चिङ भएर बस्ने भन्ने कुरा रहन्छ। यो Cl2 यहाँ पनि आउन सक्छ, यो Cl2 यहाँ पनि आउन सक्छ। नम्बरिङ गर्नुपर्छ त्यति बेला। यहाँनिर चाहिँ आइसोमर्स प्रोडक्ट बन्ने अति नै चान्सेस हाई हुन्छ। त्यही भएर हामीले यो बनाउँदाखेरि CH3 CH2 CH2 एउटा प्रोडक्ट यो बन्यो। अर्को प्रोडक्ट यो बन्यो। यो दुईटा प्रोडक्ट भन्छ। यी दुईटा प्रोडक्टहरू आइसोमर्स प्रोडक्टहरू हुन्। अब यी दुईटा प्रोडक्टहरूमा कुन प्रोडक्ट मेजर र माइनर भन्ने कुरा आउँछ। त्यो हामी त्यति डिपमा गएर मेकानिजम हेरिराख्नुपर्ने जरुरी त छैन। र पनि हामीले कुन स्टेबल हुन्छ, कसरी स्टेबल हुन्छ भन्ने कुरा जानिराख्न अति नै जरुरी छ। यी दुईटा मध्ये मेजर प्रोडक्ट भनेको यो हुन्छ मेजर प्रोडक्ट। हामीले यो जानिराख्न जरुरी छ किनभने यो सेकेन्डरी हेलो अल्केन हो। सेकेन्डरी हेलो अल्केन यो हामीले क्लासिफिकेसनमा पढ्नुपर्छ र हामीले यो च्याप्टरको क्लासिफिकेसन नेमिङहरू सबै नै पछाडि नै राखेर हामीले डाइरेक्ट प्रिपेरेसनबाट स्टार्ट गरेका छौँ। हामी एक्जाम बेस्ड क्वेसनहरू गर्ने अब हेलो अल्केनको मेन कुराहरू पढ्दै जाँदैछौँ। त्यही भएर अब हामीले अल्केनबाट प्रिपेरेसन सकिसकेका छौँ। अब हामी अर्को टपिक अल्किन फ्रम अल्किन। अल्किनबाट अब कसरी चाहिँ हेलो अल्किनको प्रिपेरेसन गर्ने त? सुरुमा त हामीले चाहिँ के जान्न जरुरी छ भन्दाखेरि अल्किन भनेको के हो? अल्किन भनेको हामीले क्लास लेभलमा हाइड्रोकार्बन पढ्दाखेरि पढि नै सकेका छौँ। अल्किन भन्नाले डबल बन्डेड। डबल बन्ड भन्नाले कुनै पनि दुई कार्बनहरू बीच डबल बन्ड छ भने यसलाई अल्किन यसले रिप्रेजेन्ट गरिन्छ। अल्किन अल्किनमा हामीले दुई तीनवटा तरिकाबाट प्रिपेरेसन गर्न सकिन्छ हेलो अल्किनको। हामीले अल्किनमा एसिडहरू HBr, HCl, HI राखेर यसको प्रिपेरेसन गर्न सकिन्छ। तर अल्किन दुई प्रकारका हुन्छन्। के त भन्दाखेरि एउटा सिमेट्रिकल अल्किन, अर्को अनसिमेट्रिकल अल्किन। अब सिमेट्रिकल अल्किन के हो, अनसिमेट्रिकल अल्किन के हो, यो हामीले पढ्ने नै छौँ। सिमेट्रिकल अल्किन भन्नाले कुनै पनि एउटा कम्पाउन्ड जसमा डबल बोन्ड छ, दुईवटा कार्बनहरू बीच डबल बोन्ड छ। लाइक यो एउटा अल्किन भयो, यसको नाम इथिन। यसको नाम इथिन हो है त। यो अल्किनलाई हामीले डबल बोन्ड कार्बन भएको ठाउँमा यहाँबाट दुई टुक्रा पार्दाखेरि कार्बनहरू बराबर रूपमा बाँडिन्छ भने यसलाई सिमेट्रिकल भनिन्छ है त। सिमेट्रिकल
अनसिमेट्रिकल कस्तोलाई भनिन्छ त भन्दाखेरि अनसिमेट्रिकल भनेको CH3 CH2 डबल बोन्डेड कार्बनहरूलाई बीचबाट टुक्रा पार्दाखेरि दुई साइडमा जब एकपट्टि दुईटा वा त एउटा अडमा क्या अडमा एकपट्टि दुईटा वा एउटा बराबर हुँदैन भने त्यसलाई अनसिमेट्रिकल अल्किन भनिन्छ। अनसिमेट्रिकल अनसिमेट्रिकल अल्किन हामीले सुरुमा सिमेट्रिकल अल्किनबाट हेलो अल्किनको प्रिपेरेसन गर्न जाँदैछौँ। फर फर एक्जाम्पल एउटा अल्किन हामीले इथेनलाई नै ल्याउन इथेन इथेन रियाक्ट्स विथ हाइड्रोजन एसिड यहाँ हामीले HCl HBr HI जुनै पनि लिन पायौँ। हाइड्रोजन एसिडहरूसँग इथेनको रियाक्सन गराउँदाखेरि CH3 CH2Cl यो भनेको यसको नाम क्लोरो इथेन। अब यो रियाक्सन कसरी कम्प्लिट हुन्छ भन्दाखेरि यो डबल बोन्डेड कार्बनहरू CH2 इथेन यसमा हाइड्रोजन एसिडहरू लगाएपछि यहाँनिर एउटा पोजिटिभ पार्ट अफ द एसिड HCl को पोजिटिभ पार्ट चाहिँ आएर यहाँनिर एउटा कार्बनमा जोडिन्छ र CH3 बनाउँछ। अनि डबल बोन्ड तुटेर सिङ्गल बोन्ड बन्छ अनि त्यसपछि Cl माइनस यो यसलाई डिसोसिएट गर्दाखेरि H प्लस र Cl माइनस आउँछ र नेगेटिभ पार्ट अफ द एसिड चाहिँ यसको अर्को कार्बनमा आएर जोडिन्छ र CH3 CH2Cl क्लोरोइथेनको फर्मेसन हुन्छ। यो त सिमेट्रिकबाट थियो। अब हामीले अनसिमेट्रिकको पनि इक्जाम्पल हेर्दैछौँ। अनसिमेट्रिक अल्किन CH3 CH2 यो एउटा अनसिमेट्रिक अल्किन छ र यसमा चाहिँ हामीले दुईवटा रुलहरू फलो गरेर हेलो अल्केनको प्रिपेरेसन गर्न सकिन्छ। दुईवटा रुलहरू चाहिँ हामीसँग के रहेका छन् त भन्दाखेरि एउटा रुल रहेको छ मार्कोनिकोभ रुल। मार्कोनिकोभ रुल हाम्रो एउटा मार्कोनिकोभ भन्नाले रसियन केमिस्ट रहेका छन् र उहाँले निकाल्नु भएको रुल मार्कोनिकोभ रुलको युज गरेर हामीले अनसिमेट्रिकल अल्किनबाट पनि हेलो अल्किनको प्रिपेरेसन गर्न सकिन्छ है भन्ने कुरा थाहा पाएका छौँ। अब कसरी भन्दाखेरि हेर्दै जाउँ है त। मार्कोनिकोभ रुलको डेफिनेसन लेखिरहन त्यति इम्पोर्टेन्ट त होइन र पनि हामीले रियाक्सन फर्दर अगाडि लेख्दै जाँदाखेरि ल्याङ्ग्वेज पनि लेख्दै गयो भने अझै राम्रो र पेपर काट्ने टिचरको आँखामा अलिक इम्प्रेसन राम्रो पर्न जान्छ। त्यसै कारणले ल्याङ्ग्वेज पनि म सिकाउँछु लेख्न तपाईँहरूलाई। एउटा फर इक्जाम्पल अनसिमेट्रिकल अल्किन यसको चाहिँ नाम भनेको प्रोपिन अथवा हामीले यसलाई प्रोप-1 पनि भन्न सक्छौँ। प्रोपिन अथवा प्रोप-1 यो कसरी अनसिमेट्रिकल छ तपाईँहरूले बुझि नै सक्नुभयो। यसलाई हामीले डबल बोन्डेड कार्बनलाई यहाँबाट टुक्रा पार्दाखेरि यतापट्टि दुईटा कार्बनको कम्पाउन्ड र यतापट्टि एउटा कार्बनको अल्काइल पाएकोले गर्दाखेरि हामीले यसलाई अनसिमेट्रिकल अल्किन भनेका छौँ। यसलाई अब हाइड्रोजन एसिडहरूसँग HCl लियौँ हामीले HCl सँग रियाक्ट गर्दाखेरि कम्पाउन्ड के बन्छ त भन्ने कुरा हो।
यो बन्छ त कम्पाउन्ड बन्दैन। के कम्पाउन्ड बन्छ भन्ने कुरा यहाँ मार्कोनिकोभको रुल अनुसार हामीले जानु पर्दछ। मार्कोनिकोभले के भन्छ त भन्दाखेरि मार्कोनिकोभले आफ्नो रुलको डेफिनेसनमा के दिएको छन् भन्दाखेरि when the unsymmetrical alkene reacts with the hydrogen acids, when unsymmetrical alkenes reacts with the hydrogen acids, positive part of the positive part H plus Cl minus, positive part of the hydrogen acid goes to the double bonded carbon where number of hydrogen is higher. के भनेर बुझ्ने भन्दाखेरि यो हाइड्रोजन एसिड्सको हाइड्रोजन चाहिँ हाम्रो जुन डबल बोन्डेड कार्बन मध्ये जुन कार्बनमा चाहिँ धेरैवटा हाइड्रोजन एटमहरू छ त्यही कार्बनमा गएर जोडिन्छ र नेगेटिभ पार्ट चाहिँ अर्को लेस नम्बर अफ हाइड्रोजन भएको पार्टमा गएर जोडिन्छ। अनि एच प्लस आफ्नो साथीहरू जहाँ छ त्यहीँ त गएर जोडिन्छ, आफ्नो साथी जहाँ छ त्यहीँ गएर एच प्लस यहाँ एच टूमा र सिएल माइनस सिएच मात्र भएको डबल बोन्डेड कार्बनमा गएर जोडिन्छ। अब कम्पाउन्ड के बन्छ भन्दाखेरि CH3 UH2 CH3 Cl। अब यसको नेमिङ गरौँ है त। 2 नम्बरिङ गर्दाखेरि 1 2 3 जताबाट गरे नि एउटै भएकोले गर्दा हामीले 2 लेख्यौँ र 2 मा हेलोजन के छ क्लोरो। अनि यो कतिवटा कार्बन छ 1 2 3 3 हुँदाखेरि के लेखिन्छ हामीले प्रोप। अनि कहीँ डबल बोन्ड छैन भनेपछि प्रोपेन 2 क्लोरो प्रोपेन। यसको नाम 2 क्लोरो प्रोपेन रहेको छ। र मार्कोनिको रुलमा हामीले जान्नुपर्ने यति नै हो। डेफिनेसन के त भन्दाखेरि when unsymmetrical alkene reacts with the hydrogen acids, positive part of the hydrogen acid goes to the higher number of the double bonded carbon where higher number of the hydrogen atom is attached with it, and negative part of the chlorine is goes to the double bonded carbon where less number of the hydrogen is attached with the carbon। यति नै हामीले यहाँबाट बुझ्नुपर्ने। अब दुईटा रुल दिएका छन् मार्कोनिकोभले। अर्को रुल भनेको एन्टी मार्कोनिकोभ। एन्टी मार्कोनिकोभ रुलले के भन्छ त भन्दाखेरि ठ्याक्कै मार्कोनिकोभ रुलको उल्टो, ठ्याक्कै उल्टो। एन्टी भन्ने वर्डले नै हामीले बुझिसकेका छौँ। मार्कोनिकोभ रुलको चाहिँ अर्को नाम पनि रहेको छ र यसलाई हामीले पेरोक्साइड इफेक्ट पनि भन्न सक्छौँ। पेरोक्साइड इफेक्ट किन भन्दाखेरि अब रियाक्सन गर्दै जाँदा हामीलाई थाहा भइ नै हाल्छ। यसलाई हामीले फ्रास इफेक्ट पनि भन्छौँ तर त्यो खासै डिपमा जान जरुरी छैन हामीले, त्यही भएर पेरोक्साइड इफेक्ट पनि भन्न सक्छौँ। अब हामीले एन्टी मार्कोनिकोभको डेफिनेसन सुरुमा जान्न अति नै जरुरी छ। डेफिनेसनले के भन्छ त भन्दाखेरि एन्टी मार्कोनिकोभ रुल when the unsymmetrical alkene reacts with the unsymmetrical for example CH3 के हुँदैछ CH3 CH2 यो चाहिँ प्रोपिन रहेको छ CH3 CH2। अनि एकदमै इम्पोर्टेन्ट कुरा एन्टी मार्कोनिकोभ रुलमा चाहिँ हामीले हाइड्रोजन एसिडमा HCl HI युज गर्न पाइँदैन, HBr मात्र युज हुन्छ। यहाँ चाहिँ किन भन्ने कुरा म अगाडि भन्ने नै छु। हामीले HBr को प्रेजेन्समा मात्र यसलाई परफर्म गर्न पाइन्छ र यहाँनिर हामीले क्याटालिस्टको रूपमा अर्ग्यानिक पेरोक्साइडको युज गर्नुपर्छ। पेरोक्साइडको फर्मुला चाहिँ ROOR यो रहेको छ। यो युज गर्दा पनि हुन्छ तलको स्ट्रक्चरल फर्मुला, नगर्दा पनि हुन्छ। माथि पेरोक्साइड चाहिँ लेख्नै पर्छ है त। अर्ग्यानिक पेरोक्साइडको प्रेजेन्समा के भन्छ त भन्दाखेरि when a unsymmetrical alkene reacts with the हाइड्रोजन एसिड भन्न पाइएन है, यहाँ HBr भन्नु पर्यो। HBr when the unsymmetrical alkene reacts with the HBr in the presence of peroxide, organic peroxide, it gives
इट गिभ्स होइन हाइड्रोजन unsymmetrical alkene reacts with the HBr in presence of organic peroxide positive HBr यसलाई डिसोसिएट गर्दाखेरि हामीले H प्लस र यो पाउँछौँ अनि positive part of the acid goes to the less number double bonded carbon where hydrogen atom is in less amount र नेगेटिभ पार्ट अफ द एसिड चाहिँ डबल बोन्डेड कार्बन जहाँनेरि हाइड्रोजनको संख्या धेरै छ प्रोडक्ट के भन्छ त भन्दाखेरि CH3 CH2 CH2 Br योबाट चाहिँ हामीले के थाहा पाउन सक्छौँ भन्दाखेरि योबाट चाहिँ हामीले प्राइमेरी हेलो अल्केनको प्रिपेरेसन पनि गर्न सक्छौँ भन्ने कुरा थाहा पाइन्छ यसको नाम ब्रोमो प्रोप एन रहेको छ एन्टी मार्कोनीको रुल चाहिँ यति नै रहेको छ अब हामीले जान्नु नै पर्ने कुरा यहाँ हामीले किन HBr मात्र युज गर्यौँ त हामीले यसलाई HCl किन युज गरेनौँ HI किन युज गरेनौँ यो कुरा चाहिँ हामीले बुझ्नुपर्ने छ तर थ्योरीको रूपमा लेख्नलाई हामीलाई यो खासै आइरहँदैन HCl HI किन युज गरेनौँ त हेरौँ है त HCl र HI दुइटै एसिड हुन् र हामीले यहाँनिर बुझ्नुपर्ने कुरा भनेको यिनीहरू बिचको बोन्ड डिसोसिएसन इनर्जी हो यो HCl मा बोन्ड डिसोसिएसन इनर्जी एकदमै हाई हुने कारणले गर्दाखेरि यसको बोन्ड टुक्राउनको लागि हामीलाई धेरै अमाउन्टमा इनर्जी चाहिन्छ र यसलाई हामीले रियाक्सन गराउँदाखेरि सजिलै गर्न सक्दैनौँ धेरै अमाउन्टमा इनर्जी चाहिँदाखेरि टाइम पनि धेरै लाग्ने भयो टाइम धेरै लागेपछि हामीसँग अब हेलो अल्केन बनाउनलाई अलिक उपयुक्त तरिका भएन नि त यो HCl को युज गर्न पाएनौँ अनि HI किन युज गरिँदैन भन्दाखेरि यसको बोन्ड डिसोसिएसन इनर्जी एकदमै लेस क्या कम्ती जुत्ताको लेस होइन एकदमै कम्ती हुने कारणले गर्दाखेरि यसको चाहिँ बोन्ड डिसोसिएसन एनर्जी एकदमै कम्ती भएपछि यो टुक्रेर फेरि आफ्नो पुरानै फर्ममा आयोडिन चाहिँ I2 मा आइदिने कारणले गर्दाखेरि हामीले यसको पनि युज गरेनौँ त्यही भएर यहाँनिर HBr को मात्र युज हुन्छ युज गर्नै नसकिने भन्ने चाहिँ होइन युज गर्न सकिन्छ तर अलिकति सुइटेबल तरिका हामीलाई भएन हेलो अल्केन बनाउने र यी रहेका थिए हेलो अल्केनको प्रिपेरेसनको दुईटा तरिकाहरू र तपाईँहरूलाई आजको क्लास कस्तो लाग्यो कमेन्टमा भन्न सक्नुहुन्छ र हाम्रो च्यानललाई लाइक सेयर सब्सक्राइब गरेर बेल आइकनलाई पनि दबाइदिनु होला धन्यवाद